यो देशको माटोले भाषण गर्ने ओठ होइन, काम गर्ने हात र इमानदार नेताको मुटु खोजिरहेको छ। आज देशको माटोलाई एउटा विवेकी, बुद्धिमान, असल र देशभक्त अभिभावक चाहिएको छ। हेक्का रहोस्, एक अर्कालाई होच्याएर उचाइ खोज्ने नेतृत्वले राष्ट्रलाई कहिल्यै उचाल्न सक्दैन। देशको पीडामा मौन रहने नेताहरूले जनताको भविष्यप्रति जिम्मेवारी निर्वाह गर्न सक्दैनन्। गाली गलोज र आरोपको राजनीतिले समाजमा द्वेष रोप्छ, तर राष्ट्रको उन्नति कहिल्यै फलाउँदैन। सत्ताको खेलमा मस्त नेतृत्वले जब जनताको भावना बिर्सिन्छ, तब देशको अस्तित्व नै सङ्कटमा पर्छ। आफ्नो स्वार्थका लागि झगडा गर्ने हातहरूले देश बनाउँदैनन्, केवल राष्ट्रको आत्मालाई कमजोर बनाउँछन्। जसले नेपाल आमाको पीडा बुझ्दैन, उसले जनताको आँसु पुछ्ने अधिकार पनि राख्दैन। अधिकार दिँदा गहिरो सोच आवश्यक हुनुपर्छ, किनकि शक्ति गलत हातमा परे त्यसले देशलाई नै क्षति पुर्याउँछ। विवेक र चेतनाबाट सही व्यक्तिको हाम्रो छनौटले मात्र सुरक्षित भविष्य र स्थिर समाजको आधार तयार हुन्छ। विवेक र जिम्मेवारी बिना दिएको भोटले कुनै व्यक्तिलाई सत्तामा पुर्याउन सक्छ, तर राष्ट्रको भविष्य असुरक्षित हुन्छ। हाम्रो गलत निर्णयको असर अन्ततः हामी जनताकै जीवनमा पर्छ। त्यसैले प्रत्येक भोट सचेत भएर हामीले दिनुपर्छ। ख्याल गरौँ, हामीले दिएको एउटा भोटले कुनै व्यक्तिलाई त जिताउन सक्छ, तर गलत व्यक्तिले जित्यो भने देश हार्छ। गलत व्यक्तिलाई दिएको अधिकार नै पछि राष्ट्रलाई काट्ने हतियार बन्छ। त्यस्तो जित वास्तवमा हाम्रो हार हो। राष्ट्र केवल सिमाना र भूगोलले मात्र बनेको हुँदैन। जनताको भावना, विश्वास र आपसी एकताले जीवित रहन्छ। जनताको भावना र आवश्यकतालाई आत्मसात गर्ने नेतृत्वले मात्र राष्ट्रलाई सही दिशा र स्थिर भविष्य दिन सक्छ। जनभावनाको सम्मान गर्दै सबै पक्षले राष्ट्रको मूल जरोलाई केन्द्रमा राखे समाधान आफै प्रकट हुन्छ। जब राष्ट्र सर्वोपरि हुन्छ, तब न दल हार्छ, न जनता, न त फरक विचार नै, जित केवल देशको हुन्छ। राष्ट्र कुनै दल मात्रको जित हारको मैदान होइन, यो हामी सबै नेपालीको साझा आस्था र अस्तित्वको मूल थलो हो। अहंकार त्यागी राष्ट्रको मूल जरोलाई समातेर एकै ठाउँमा बसी आत्मचिन्तन गरे मात्र देशको पीडाले निकास पाउँछ। जब राष्ट्रको केन्द्र एकताको प्रतीक बन्छ, तब जनताको आस्था र विश्वास एउटै बिन्दुमा केन्द्रित हुन्छ। देश प्रेम विभाजनको होइन, समन्वयको शक्ति हो, जसले सबै धारलाई एउटै मूल जरोमा ल्याएर जोड्छ। कुरो बुझौं, राष्ट्रलाई बिर्सेर गरिने विकासका कुरा आत्मा बेचेर शरीर सजाउनु जस्तै हो। जहाँ राष्ट्र प्रेमको स्थान खाली हुन्छ, त्यहाँ केवल स्वार्थले मात्र शासन गर्न थाल्छ। बल्झिएको प्रणालीलाई टालटुल पारेर देश बन्न सक्दैन। हामी पुरानो सोचबाट मुक्त हुनुपर्छ र नयाँ विकल्पको आधारमा उभिनुपर्छ। भोट कागजको टुक्रा मात्र होइन, यो तपाईँ र तपाईँको सन्देशको भविष्य हो। हामी आफ्नो विवेकलाई भ्रष्टको प्रलोभनमा बन्धक नराखौं। जहाँ राष्ट्रभन्दा दल ठुलो देखाइन्छ, त्यहाँ जनताको अस्तित्व नै ओझेलमा पर्छ। देशको अस्मिता लत्याएर गरिने विकासको नारा केवल भ्रमको जाल मात्र हो। चिप्लो भाषण दिएर र राष्ट्रवादी नारा लगाएर कोही पनि देशभक्त बन्दैन। आफ्नो मनसाय र कार्यहरूलाई तौलिन सिक्नुपर्छ। हामीले हाम्रा भोटहरू मौसमी नाराका आधारमा बेच्दा देशको आत्मा, पहिचान र भविष्य लिलामी गरिरहेका छौं। हामीले नाराले होइन, चरित्रले नेताहरू चुन्ने साहस गरौं, अन्यथा क्षणिक लोभले भरिएको भोट भविष्यको आँसु बन्छ। जो नेता शक्ति र अधिकारको लोभमा पर्दैनन्, जो इमानदार साबित हुन्छन् र जसको सफा छवि छ, त्यही आजको आवश्यकता हो।